पुम्याट भनेको के हो? जति पनि भाइ बहिनीहरू कक्षा 12 दिएर बसेका छौ तिमीहरूले जान्नै पर्ने कुरा पुम्याट एक्जामको बारेमा। पुम्याट हो के त? यो भिडियो तिमीहरूको लागि जो पुम्याट एक्जाम दिन तयार भएर बसेका छौ। पुम्याट भनेको पोखरा युनिभर्सिटीले लिने एडमिसन टेस्ट हो जुन चाहिँ नेसनल लेभल स्कलरसिपको लागि हो। मतलब नेपालभरि जति पनि पोखरा युनिभर्सिटीका कलेजहरू छ त्यसमा बीबीए फाइनान्स अथवा बीबीए बिजनेस एन्ड इन्सुरेन्स भनिन्थ्यो यसलाई पहिला, बीसीएस आईटी, बीएचएम यस्ता कोर्सहरू तिमी नेपालको कुनै पनि कलेज विच इज एफिलिएटेड विथ पोखरा युनिभर्सिटी स्कलरसिप 4 वर्ष फ्री अफ कस्ट पढ्न चाहन्छौ भने तिमीले यो एक्जाम दिनुपर्छ। सो द्याट नेम इज पुम्याट। यो पुम्याटको एक्जाम कहिले हुन्छ त? यो पुम्याटको एक्जाम हुन्छ भाद्र महिनामा, मतलब यही भाद्र महिनामा हुन्छ र तिमीहरूले हेर्न सक्छौ स्कलरसिप कहाँ कहाँ केमा पाइन्छ भनेर। सो टोटल मैले तिमीहरूलाई देखाउने भने यहाँ पछाडि देखिसकेका छौ। साइन्स एन्ड टेक्नोलोजीको लागि पनि छ, म्यानेजमेन्ट स्टडिजको लागि पनि छ। यदि तिमी चाहिँ बीसीए पढ्न लाग्छौ भने त्यसको लागि पनि सिट छ। यो लास्ट इयर दिएको हो 2082 मा स्कलरसिप जुन चाहिँ पोखरा युनिभर्सिटी लिएको थियो त्यसको डिटेल्सहरू ल्याएको छु। सो टोटल 1328 वटा सिट दिएको थियो, जहाँ म्यानेजमेन्टमा हेर्छौ भने 788 सबभन्दा ठुलो सिट तिमीले म्यानेजमेन्टमा देख्न सक्छौ। अब यो कुन चाहिँ कलेजहरुमा पाउन सक्छौ? तिमीले आफ्नो जिल्ला अथवा वरिपरिका कलेजहरू हेर्नु र यो नाम कतै छ कि छैन त्यो पनि खोज्नु। नेपालभरिको 46 वटा कलेजहरू जुन चाहिँ पोखरा युनिभर्सिटीसँग एफिलिएटेड छ तिमी स्क्रिनशट गर्नु होला अथवा यसलाई एकचोटि पज गरेर हेर्नु होला। तिम्रो नजिकको कलेज त छैन त्यहाँ तिमी स्कलरसिप पाउन सक्छौ। स्कलरसिपको कोटाहरू यता दिएको छ। सो यो स्कलरसिप पढ्नको लागि तिमीले के दिनुपर्छ? पुम्याट एक्जाम दिनुपर्छ। यसमा 150 मार्क्सको क्वेसन हुन्छ यहाँ दिएको छ। सो तिमीहरूले यो माथिको साइन्स हो, त्यसपछि यो व्यवस्थापन संकाय छ। व्यवस्थापनमा तिमीले मतलब म्यानेजमेन्ट एन्ड बीसीए पढ्न चाहन्छौ भने 40 मार्क्सको इङ्ग्लिस, क्वान्टिटेटिभ एबिलिटी 40 मार्क्स, लजिकल रिजनिङ 40 मार्क्स र जनरल अवेरनेस 30 मार्क्सको यसरी तिमीलाई चाहिँ एक्जाममा क्वेसन्सहरू सोधिन्छ। 150 वटा क्वेसन, त्यसको लागि तिमीहरूलाई 3 घण्टा दिएको हुन्छ। सो 3 घण्टामा 150 क्वेसन्स। कम्पिटिटिभ एक्जाम हो, जसको धेरै आउँछ उस नै तिम्रो स्कलरसिपको लागि त्यसलाई रिकमेन्ड गरिन्छ अथवा स्कलरसिप उसलाई नै प्रदान गरिन्छ जसको मार्क्स धेरै आउँछ। सो यो तिमीहरूले थाहा पाइसकेको छौ 150 क्वेसन्स। अब यसको लागि एडुसफ्ट एकाडेमीमा के छ त? ओजी फ्याकल्टी, द फ्याकल्टी रेपुटेड फर सिम्याट एन्ड पुम्याट अल ओभर इन नेपाल। राजीव सर फर इङ्ग्लिस, क्वान्टिटेटिभ एबिलिटी विथ हरि सर, सुनिल सरसँग लजिकल रिजनिङ पढ्न सक्छौ भने मसँग जनरल अवेरनेस पढ्न सक्छु। एलोङ विथ आई विल बी द मेन्टर फर योर सिम्याट एन्ड पुम्याट प्रिपरेसन। सो पुम्याट प्रिपरेसन तिमीहरू जोरदारका साथ गर्न चाहन्छौ, स्कलरसिप 4 वर्ष तिमीहरू पढ्न चाहन्छौ, तिमीले सोचेको विषय पोखरा युनिभर्सिटीबाट सोचेको कलेजमा। सो यु हेभ टु गिभ पोखरा युनिभर्सिटी कम्पिटिटिभ एक्जाम भएको कारणले तिमीहरू आफै पनि प्रिपरेसन गर्न सक्छौ। अदरवाइज यु क्यान प्रिपेयर एट एडुसफ्ट एकाडेमी। सर म त आफै गर्न सक्छु, द्याट इज अल्सो फाइन। होइन सर म कम्पिटिटिभ एक्जाम रहेछ, म त धेरै मार्क्स ल्याउनुपर्छ। धेरै मार्क्स ल्यायो भने राम्रो कलेजमा एडमिसन हो, थोरै मार्क्स ल्यायो भने तिमीले नर्मल कलेजहरुमा एडमिसन अथवा स्कलरसिप पाउन सक्छौ। सर एडुसफ्ट एकाडेमीमा किन चुज गर्ने त नि? 2082 को सेकेन्ड टपर, सो द्याट इज सेकेन्ड र्याङ्क अल ओभर नेपाल 114 सरिस राणा अहिले पोखरामै एनटीएचएममा पढिरहेका छन् होटल म्यानेजमेन्ट। त्यसरी नै हाम्रो बेस्ट टपर्सहरू है, यो चाहिँ टप 10 र्याङ्कमा हेर्न सक्छौ। 9th र्याङ्कसम्म जाँदाखेरि हाम्रो टप 7 र्याङ्क छ, उतापट्टि एउटा यतापट्टि 2 3 4 5 6 7। टप 10 मा हाम्रो 7 वटा र्याङ्क छ एडुसफ्ट एकाडेमीको। सो द पर्फर्मेन्स स्पिक्स इट्सेल्फ। मैले तिमीहरूलाई मै कहाँ पढ्नुपर्छ भनेर भन्नै पर्दैन, रिजल्टले देखाउँछ। यो हाम्रो रिजल्ट होइन, यो एडुसफ्ट एकाडेमीको रिजल्ट होइन, यो अल ओभर नेपाल पोखरा युनिभर्सिटीको रिजल्टमा एडुसफ्ट एकाडेमीको पर्फर्मेन्स हो, एडुसफ्ट एकाडेमीको स्टुडेन्ट्सहरूको पर्फर्मेन्स हो। सो द्याट इज द थिङ। यदि तिमीहरू चाहिँ एडुसफ्ट एकाडेमीमा प्रिपरेसन गर्न चाहन्छौ भने यु क्यान जोइन। यो वर्ष मात्र हो र? तुक्का लागेको हो र? होइन। 2081 मा पनि हेर्छौ भने र्याङ्क 2 थियो हाम्रो भने त्यसरी नै 2080 मा र्याङ्क 1 अल ओभर नेपाल। उनीहरू अहिले आफ्नो तरिकाले आफूले चाहेको कलेजहरुमा पढिरहेका छन्। यही वर्ष मात्र 80 भन्दा बढी भाइ बहिनीहरू अहिले स्कलरसिपमा पढिरहेका छन्। सो द्याट इज द पर्फर्मेन्स अफ एडुसफ्ट एकाडेमी। अब ट्रस्ट नगर्ने त कुरै छैन। ओजी फ्याकल्टी नेपालमै नम्बर 1 फ्याकल्टी, उहाँहरूले तिमीहरूले सिर्फ एडुसफ्ट एकाडेमी मात्र पाउँछौ, अरू कहीँ पनि उहाँहरूले पढाउनुहुन्न। बेस्ट फ्याकल्टी, बेस्ट मेन्टर, बेस्ट रिजल्ट, यो भन्दा बढी किन चाहियो? सो यु क्यान बी द नेक्स्ट। सो नेक्स्ट स्कलरसिप तिम्रो हुन सक्छ, बट टर्म्स एन्ड कन्डिसन एप्लाई। यु सुड प्रिपेयर वेल फर द एक्जाम।
एडुसफ्ट एकाडेमीमा यो बाहेक के छ, तिमी अनलाइन पनि गर्न सक्छौ, फिजिकल क्लास पनि गर्न सक्छौ। स्टुडियोबाट क्लास हुन्छ, बोर्डबाट लेखिँदैन, स्मार्ट बोर्डहरूबाट लेखिन्छ। ब्याकअप क्लास, डेली क्लासको ब्याकअप क्लास लिन पाउँछौ। यदि तिम्रो केही छुटेको छ भने त्यो पाउँछौ। तिमीले अनलाइनबाट तिमीहरूले इक्जाम दिन सक्छौ र आफ्नो पर्फर्मेन्स नाप्न सक्छौ भने फिजिकली आएर पनि तिमीले इक्जाम दिन सक्छौ। क्लासमा पढाइएका नोट्सहरू, इबुक्सहरू तिमीले पाउँछौ भने हाम्रो बुकहरू पनि तिमीले पाउँछौ, जुन चाहिँ हाम्रै सरहरूले डेभलप गर्नुभएको बुक्सहरू। ओजी फ्याकल्टीले डेभलप गर्नुभएको बुक्सहरू पढ्नु छ भने एडुसफ्ट एकाडेमी नै आउनु। सो हामी जहिले पनि 80+ मार्क्स स्ट्राटेजीमा जान्छौँ। हालाकि पुम्याटमा त 100+ मार्क्समै जाने गर्छौँ, तिमीले रिजल्टबाटै थाहा पाउँछौ। एन्ड अनदर इज रेगुलर डाउट सल्भिङ सेसन्सहरू पनि हामी गर्छौँ, सो द्याट कुनै पनि भाइ बहिनीहरूको चाहिँ डाउट नरहोस्। सो यम1 ब्याच सुरु भइसकेको छ र करिब करिब फिल हुने अवस्थामा छ है। यम1 ब्याच भनेको हाम्रो फर्स्ट ब्याच, द्याट इज 7 AM to 9 AM। यो करिब करिब फिल हुन लागिसकेको छ। अनलाइन फिजिकलको अझै पनि सिट्स छ। जति पनि भाइ बहिनीहरू छिटोभन्दा छिटो तिमीहरू एडुसफ्ट एकाडेमीमा सम्पर्क गर्नु। फिजिकल क्लासको अझै पनि सिट बाँकी छ र फिजिकल क्लासको बारेमा मैले अझ भन्नुपर्दाखेरि चाहिँ 35वटा सिट हुन्छ हाम्रो। 35वटा सिट मात्र हामी एलोट गर्छौँ, त्योभन्दा बढी गर्दैनौँ। फर्स्ट कम फर्स्ट सर्भ है। सबैजना भाइ बहिनीलाई छिटोभन्दा छिटो आफ्नो बुकिङ गर्नु भन्छु। र डे 1 बुकिङ यो पनि सुरु भइसकेको छ। D1 को पनि बुकिङ सुरु गरिसकेका छौँ। यो हामी जेठ 10 गतेबाट क्लास सुरु गर्दैछौँ। यसको पनि बुकिङ सुरु भइसकेको छ। 11 बजेदेखि 1 बजीसम्म यसको क्लास मतलब बुकिङ सुरु भइसक्यो। यम1 को अनलाइन ब्याच करिब करिब भर्ने अवस्थामा छ है। जति पनि भाइ बहिनीहरू आफ्नो सिट सुरक्षित गर्न चाहन्छ भने छिटो छिटो फोन घुमाइहाल्नु, एडभान्स बुकिङ गरेर अथवा कसरी हुन्छ छिटो छिटो आफ्नो सिट सुरक्षित गर्नु। जेठ 1 देखि हाम्रो क्लासेसहरू सुरु हुँदैछ। यसको लागि सम्पर्क कहाँ गर्ने? दिज आर आवर कन्ट्याक्ट डिटेल्स। यो कुनै पनि नम्बरमा तिमीले कन्ट्याक्ट गर्न सक्छौ, मेसेज गर्न सक्छौ, व्हाट्सएप गर्न सक्छौ। सो व्हाट्सएपको लागि यी नम्बरहरू छ। मसँगै तिमीहरू कुनै पनि कुराहरूमा तिमीलाई दोधार छ, कुनै पनि कुराहरू तिमीलाई अझ धेरै बुझ्न छ भने यो रेड लाइनमा भएको चाहिँ मेरो नम्बर हो। यो नम्बरमा तिमीहरूले मलाई डाइरेक्टली पनि मेसेज गर्न सक्छौ र बुझ्न सक्छौ अझ धेरै। अथवा करियर काउन्सिलिङको बारेमा पनि तिमीलाई अझ धेरै डिटेल्स चाहिएको छ भने तिमीले मलाई के गर्न सक्छौ? मेसेज गर्न सक्छौ। सो द्याट्स द थिङ। सिट भरिँदैछ। हाम्रो D1 को पनि एडमिसन सुरु भइसकेको छ भने यम1 को चाहिँ अनलाइनको करिब करिब भरिन लागेको छ। फिजिकलको सिट्स अझै बाँकी छ। सबैजना भाइ बहिनीलाई म फेरि भन्छु, हाम्रो जेठ 1 गतेदेखि नयाँ सेसन्स। So that is all about PUMAT and why PUMAT in Edsoft Academy. Best result, best faculty, best service, always and ever. See you at the class.